कुराहरू भएको छ अनि यस्ता धेरै घटनाहरू घटेका आउँछन्। अब यसैलाई न्यूनीकरण गर्नको लागि हाम्रो आदरणीय दायित्व हुनुहुन्छ मोहम्मद आरिफ खानजी, उहाँ चाहिँ मर्चवा युवा जनजागरण क्लबको अध्यक्ष पनि हुनुहुन्छ अनि त्यसैमा म पनि सदस्य हो। उहाँको आयोजनामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीमा एउटा कार्यक्रम आयोजन हामीहरूले भएको थियो। आत्महत्या विरुद्ध जनचेतनामूलक कार्यक्रम र लागु दुर्व्यसनी कार्यक्रम रहेको छ, जुन चाहिँ प्रशिक्षकको रूपमा हाम्रो जिल्ला प्रशासन कार्यालयको प्रमुख भनेको हाम्रो सिडिओ छ अनि आउँदै हुनुहुन्छ तपाईहरुलाई प्रशिक्षित गर्नको लागि अनि जिल्ला प्रहरी कार्यालयबाट एसपी साहबको र सिडिओ साहबको एसपी साहबको टोली पनि आइरहेको छ। भनेको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले तपाईहरुलाई प्रशिक्षित गर्नेछ। अब यो त एकदम हतारमा भयो। आज लगभग 10:30 बजेदेखि हाम्रो कार्यक्रम रहेको छ यही कोटैमाई गाउँपालिकाको सभा हालमा। यसो के भयो कि हिजो